नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज मिति 2081 12 महिना 15 गते। नेपाल बैंक लिमिटेडले विभिन्न पद पूर्ति गर्नको लागि भ्याकेन्सी खुलाएको छ। यहाँहरूले नोटिसमा हेर्न सक्नुहुन्छ। अनलाइन दरखास्त फारम भर्ने सम्बन्धी सूचना भनेर नोटिस निकालेको छ। श्री लोक सेवा आयोगको सहमति अनुसार यस बैंकको आर्थिक वर्ष 2081-82 को सूचीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पद पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति 2081 12 महिना 15 गतेदेखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ भनेको छ। हजुरहरूले 12 महिना 15 गतेदेखि अनलाइनदेखि भ्याकेन्सीको फर्म भर्न सक्नुहुन्छ। बैंकले तोकेको अनलाइन दरखास्त फारममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सोको साथ नागरिकता प्रमाणपत्र र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो र दरखास्त स्क्यान अट्याच गरी तोकिएको शुल्क तिरी मिति 2082 1 महिना 4 गतेसम्म र मिति 2082 1 महिना 11 गतेसम्म जबरदस्तुर तिरी अनलाइन दरखास्त पेश गर्नुपर्नेछ। हजुरहरूले 12 महिना 15 गतेदेखि 82 को 1 महिना 4 गतेसम्म फर्म भर्न सक्नुहुन्छ र त्यसै गरी विलम्ब शुल्क तिरी 11 गतेसम्म अनलाइन फारम भर्न सक्नुहुन्छ। बैंकले मागेको सम्पूर्ण डकुमेन्टहरू चाहिन्छ र अब लागौ कुन पदको लागि खोलेको छ, कति संख्यामा यहाँहरूले देख्न पनि सक्नुहुन्छ। पद प्रबन्धक सीए तह 8 का लागि खुला तर्फबाट 2 जना र महिलाबाट 1 जना खोजेको छ। त्यसै गरी उपप्रबन्धक तह 7 का लागि खुलादेखि 1 जनाको लागि खुलेको छ। त्यसै गरी सहायक प्रबन्धक पद 6 का लागि खुलामा 19, महिलामा 5, जनजातिका लागि 5, मधेसी 3, दलित 2, अपाङ्ग 1 मागेको छ। त्यसै गरी सहायक प्रबन्धक पद 6 का लागि खुलातर्फ 4, महिलातर्फ 2 र जनजातितर्फ 1 जना मागेको छ। त्यसै गरी कोशी प्रदेशका लागि सहायक तह 4 का लागि खुलाएको छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी मध्य प्रदेशका लागि पनि सहायक पदका लागि तह 4 का लागि पनि खुलेको छ। बागमतीका लागि पनि खुलेको छ, कति जना भनेर हेर्नु होला। गण्डकीका लागि पनि खुलेको छ, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम सबैमा खुलेको छ, यहाँहरूले हेर्नु होला। यसको लागि न्यूनतम शैक्षिक योग्यता भनेको स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ। यदि हजुरहरू स्नातक उत्तर गर्नुभएको छ भनेपछि सहायक पदका लागि तह 4 का लागि यहाँहरूले आवेदन दिन सक्नुहुन्छ। त्यसै गरी आइटी पदका लागि बागमती प्रदेशका लागि खुलेको छ, 1 जना महिला खुलेको छ। यसको लागि हजुरले मान्यता प्राप्त शिक्षक संस्थाबाट सूचना प्रविधिमा न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यसै गरी कनिष्ठ सहायक अथवा गोल्ड टेस्टरको लागि पनि खुलेको छ। बागमती प्रदेशका लागि खुलातर्फ 4, महिला 1, मधेसी 1, पिछडिएको क्षेत्रबाट 1 जनाको मागेको छ। गण्डकीका लागि पनि खुला 1, महिला 1, मधेसी 1 जना मागेको छ। त्यसै गरी लुम्बिनी प्रदेशका लागि खुला 3, महिला 1, जनजाति 1, दलित 1 जना मागेको छ। कर्णालीदेखि पनि खुलामा 2, महिला 1, मधेसी 1 जना खुलेको छ।
यदि हजुरहरूले गोल्ड टेस्टरमा भर्न चाहनुहुन्छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र यानि कि 10+2 उत्तीर्ण गरेको हुनुपर्नेछ। +2 दिनुभएको छ भने पनि गोल्ड टेस्टरको लागि भर्न पाउनुहुन्छ। यहाँहरूले पढ्न सक्नुहुन्छ। स्क्रिनसट राखेर हेर्नुहोला। लागौँ परीक्षाको दस्तुरतर्फ। सीएको लागि 1000 रुपैयाँ दस्तुर शुल्क चाहिनेछ। त्यसैगरी समावेशी समूहमा सहभागी हुनको लागि थप 400 रुपैयाँ तिर्नुपर्नेछ। आइटी क्षेत्रका लागि र कनिष्ठ सहायक पदका लागि 800 रुपैयाँ लाग्नेछ। समावेशी समूह तर्फबाट भर्दै हुनुहुन्छ भने थप 200 रुपैयाँ लाग्नेछ। हजुरहरूले परीक्षा दस्तुर बुझाउन अनलाइन आवेदन भरे पश्चात प्राप्त हुने निर्देशन बमोजिम नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ वा कनेक्ट आइपिएस वा आइपिएस वा फोन पे वा खल्ती मार्फत दरखास्त शुल्क भुक्तानी गर्नुपर्नेछ। यदि हजुरहरूलाई फर्म भर्दा असहज भयो भने हामीलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। हजुरहरूले न्यूनतम योग्यता पनि हेर्न सक्नुहुन्छ। क र ख समूहका शाखा कार्यालयमा न्यूनतम 3 वर्षको अनुभव हुनुपर्नेछ। त्यसैगरी ग समूहका लागि 4 वर्ष र घ र ङ समूहका लागि 5 वर्ष न्यूनतम योग्यता हुनुपर्नेछ। हजुरहरूले एक भन्दा बढी विज्ञापनमा अनलाइन दरखास्त फारम भर्दा प्रत्येक विज्ञापनको लागि अलग अलग नै दरखास्त दस्तुर तिर्नुपर्नेछ भनिएको छ। यदि हजुरहरूले विभिन्न पदका लागि भर्दै हुनुहुन्छ भने अलग अलग नै तोकिएको रकम बुझाउनु पर्नेछ। दरखास्त फर्म भर्नको लागि नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np को करियरमा एप्लाई गरी भ्याकेन्सी फर्म भर्न सक्नुहुन्छ। हस्त आजलाई यति नै। फेरि पनि नयाँ भ्याकेन्सी आयो भने म हजुरहरूलाई अर्को भिडियोमा जानकारी गराउनेछु। धन्यवाद।